नेपालमा एमसीसी भित्र्याउने नेताहरूको लिस्टमा को पर्छन्? मतलब कुन नेताहरूले एमसीसी को समर्थन गरेका थिए? त्यो भन्दा पनि ठूलो कुरा, अहिले जसरी रवि बालन र कुलमानलाई एमसीसी को मतियार भन्ने गरिन्छ, यसको रियालिटी के हो? तपाईहरु मध्ये धेरैलाई थाहा नहुन सक्छ। नेपालमा एमसीसी भित्र्याउनको लागि धेरै जना नेता र मन्त्रीहरू सामेल भएका थिए। दर्जनौं पटक एमसीसी को लागि प्रोसेस चालिएको थियो। एमसीसी सही थियो या गलत थियो भन्ने छुट्टै बहसको कुरा हो, तर एमसीसी ल्याउनकै लागि हाम्रा देशका नेताहरूले 67 सालदेखि 78 सालसम्म करिब 11 वर्ष कसरत गरेका थिए। त्यसैले कुन नेताले एमसीसी लाई समर्थन गरे या कुन नेताको कारणले नेपालमा एमसीसी भित्रियो भनेर बुझ्नको लागि 67 सालदेखिकै घटनाक्रमलाई राम्रोसँग नियाल्नु पर्ने हुन्छ। आउनुहोस् डिटेलमा बुझ्ने कोसिस गरौँ। आखिर नेपालमा एमसीसी ल्याउने र एमसीसी ल्याउन समर्थन गर्ने हाम्रा नेताज्यूहरू को थिए त? लेट मी एक्सप्लेन। कहानी सुरु हुन्छ आज भन्दा करिब 15 वर्ष अगाडि 2067 सालबाट। त्यो बेला नेपालमा माधव कुमार नेपाल प्रधानमन्त्री थिए भने सुरेन्द्र पाण्डे अर्थमन्त्री थिए। यिनै दुईजना सरकारमा भएको बेला पहिलो पटक नेपालले एमसीसी मा आबद्ध हुन पाइयोस् भनेर चासो राखेको थियो। त्यसको केही समयमै सरकार फेरियो अनि झलनाथ खनाल प्रधानमन्त्री बने, भरत मोहन अधिकारी अर्थमन्त्री बने। यही सरकारको पालामा एमसीसी सँग मिटिङ नोट तयार भएको थियो। फेरि सरकार फेरियो, बाबुराम भट्टराई प्रधानमन्त्री बने, वर्षमान पुन अर्थमन्त्री बने। यही सरकारको पालामा नेपाल थ्रेसहोल्ड प्रोग्राममा छनौट भएको थियो। अब प्रोसेस निकै अगाडि बढिसकेको थियो। त्यसैले यही सरकारले 2068 माघ 27 गते एमसीसी सँग समन्वय गर्नको लागि सम्पर्क अधिकृत पनि नियुक्त गरेको थियो। फेरि सरकार फेरियो अनि खिलराज रेग्मी मन्त्री परिषदको अध्यक्ष बने, शंकर प्रसाद कोइराला अर्थमन्त्री बने। यो सरकारले 2070 पुस 21 गते एमसीसी को लागि अर्थशास्त्रीहरूको समूह गठन गरेको थियो। यत्तिकैमा फेरि सरकार फेरियो, सुशील कोइराला प्रधानमन्त्री बने, रामशरण महत अर्थमन्त्री बने। यो सरकारको पालामा नेपाल एमसीसी को लागि छनौट लिस्टमा पर्यो। यही सरकारले 2071 चैत 23 गते निर्देशक समितिको गठन गर्यो। त्यसको 5 महिनापछि कोइराला सरकारले 2072 भदौ 28 गते यो अनुदान हामी स्वीकार्छौं भनेर सम्झौता पनि गरिदियो। यत्तिकैमा फेरि सरकार फेरियो अनि केपी ओली प्रधानमन्त्री बने, विष्णु पौडेल अर्थमन्त्री बने। यो सरकारले मसौदा तयार गर्ने र अनुदान स्वीकार गर्ने भनेर फेरि 2073 साउन 5 गते अर्को सम्झौता गर्यो। यत्तिकैमा ओली सरकार पनि पाखा लाग्यो अनि प्रचण्ड प्रधानमन्त्री बने, कृष्ण बहादुर महरा अर्थमन्त्री बने। यो सरकारले 2074 जेठ 18 गते एमसीसी को लागि वार्ता टोली गठन गर्यो। त्यसपछि के भयो थाहा छ? फेरि सरकार फेरियो अनि शेरबहादुर देउबा प्रधानमन्त्री बने, ज्ञानेन्द्र बहादुर कार्की अर्थमन्त्री बने। यो सरकारले 2074 साउन 10 गते एमसीसी स्वीकार गर्नको लागि मन्त्री परिषदमा प्रस्ताव पेश गर्न स्वीकृति दियो। यही सरकारले भदौ 19 गते मन्त्री परिषदले एमसीसी मा सिग्नेचर धस्काउनु पर्छ भनेर निर्णय पनि गर्यो। निर्णय मात्रै होइन, त्यही दिन हतार एमसीसी मा सिग्नेचर पनि गरियो। नेपालको तर्फबाट एमसीसी मा यिनै ज्ञानेन्द्र कार्कीले हस्ताक्षर गरेका थिए। तपाईलाई लाग्यो होला अब यत्तिकैमा कहानी सकिएछ, तर मेन कहानी त अब सुरु हुन्छ। यत्तिकैमा सरकार फेरियो अनि ओली सरकार बन्यो। ओली सरकारले 2075 वैशाख 5 गते एमसीए नेपाल गठन गर्यो। एमसीसी बाट आएको पैसा कहाँ र कसरी खर्च गर्ने भनेर यही एमसीए ले डिसाइड गर्ने सिस्टम बनाइयो। यहाँनिर तपाईले बुझ्नै पर्ने कुरा चाहिँ के हो भने एमसीसी पास भए पनि, एमसीए गठन गरे पनि त्यो बेलासम्म एमसीसी लाई संसदबाट अनुमोदन गरिएको थिएन र यस्ता विदेशी सम्झौताहरूलाई संसदबाट अनुमोदन गर्नु जरुरी पनि थिएन। तर 2075 माघ 25 गते ओली सरकारले एमसीसी लाई संसदबाटै अनुमोदन गराउनु पर्छ भनेर संसदमा पेश गर्ने निर्णय गर्यो। त्यति मात्रै होइन, प्रधानमन्त्री केपी ओली नै थिए, अर्थमन्त्री युवराज खतिवडा थिए। यही सरकारले फेरि 2076 असार 30 गते अनुमोदनको लागि संसदमा एमसीसी दर्ता गरिदियो। अब जताततै विरोध हुन थाल्यो, आन्दोलन चर्किन थाल्यो। प्रतिपक्षमा हुनेहरू एमसीसी यसरी पास गर्न मिल्दैन भनेर कराउन थाले। यत्तिकैमा सरकार फेरियो अनि शेरबहादुर देउबा फेरि प्रधानमन्त्री बने। देउबा सरकारको पालामा कांग्रेस, माओवादी, नेकपा एस, जसपा सबै मिलेर 2078 फागुन 8 गते एउटा सहमति गरे।
त्यो सहमति थियो सबै मिलेर जसरी पनि एमसीसीलाई संसदबाटै अनुमोदन गराएरै छाड्ने। सहमति हुनासाथ त्यही दिन एमसीसीलाई प्रतिनिधि सभामा टेबल गरियो। त्यसको 7 दिनपछि फागुन 15 गते एमसीसीलाई संसदबाट अनुमोदित गरिएको थियो। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन बीच भएको अनुदान सहायता सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गर्दछु। 67 सालदेखि 78 सालसम्मको यो 11 वर्षको अवधिमा जो सत्तामा पुगे सबैले केही न केही एमसीसी को लागि प्रोसेस गरेकै देखिन्छ। यहाँ एउटा दुईटा नेताहरूको कुरा छैन, संसदहरू मिलेर बहुमत पुर्याएर अनुमोदन भएको थियो। यसको लागि राजनीतिक दलहरू नै एकजुट भएका थिए। फरक यति हो कि कसैले खुलेर समर्थन गरे, कसैले भित्रभित्रै समर्थन गरे। केही नेताहरूले विरोध पनि गरेका थिए, तर उनीहरूको संख्या धेरै कम थियो। शीर्ष नेताहरूले त्यो बेला के भनेका थिए भनेर तपाईलाई थाहा नहुन सक्छ। यी फुटेज हेर्नुहोस्। पहिले पढ्नु पर्यो एमसीसी कहाँ छ राष्ट्रघाती। मैले हेर कहाँ राष्ट्रघाती देखाएको छैन मैले। हिजो यो पारित भएपछि म निकै खुसी छु। देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो। अनुमोदनका लागि प्रतीक्षा गरिरहेको एमसीसी जस्ता कुराहरू पारित गर्नुपर्नेछ। फेरि पनि म यहाँ भन्न चाहन्छु, यो एमसीसी सहमतिबाट अब हामी पछाडि हट्दाखेरि ठुलो एउटा सङ्कट हामीसँग आइपर्दैछ। अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलले एमसीसी पास गर्न दलहरूलाई एकजुट बनाउने भूमिका निर्वाह गरेका थिए। गगन थापाले त एमसीसी को बारेमा रोस्टमबाटै मजाले सबैलाई पढाइरहेको भिडियो पनि भाइरल भएको थियो। यसलाई राष्ट्रघाती भनिएको छ। राष्ट्रघाती भनिएको छ। स्वाधीनता तलमाथि यो सम्झौताको कारणले गर्दा हुन्छ भनिएको छ। कहीँ कतै तलमाथि भयो भने म काठमाडौँको सांसद हुँ। थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटे मुडियोस्, सम्पत्ति विवरण बुझाएको छु सम्माननीय सभामुखमध्ये। कांग्रेस नेता विमलेन्द्र निधिले एमसीसी पास नगरे देशको विश्वसनीयता नै गुम्छ भनेर सपोर्ट गरेका थिए। विश्व प्रकाश र धनराज गुरुङ लगायतका नेताहरूले पनि खुलेरै समर्थन गरेका थिए। सुरेन्द्र पाण्डेले त एमसीसी पास नगरे नेपालको अर्थतन्त्र नै संकटमा पर्छसम्म भनेका थिए। मोहन आचार्यले पनि देश हितमै छ भनेर एमसीसीलाई समर्थन गरेका थिए। ईश्वर पोखरेलले पनि एमसीसी को खुलेरै समर्थन गरेका थिए। यसरी खुलेरै समर्थन गर्ने अरू पनि धेरै छन्। सबैको बारेमा भन्न थाल्यो भने यो भिडियो 3 घण्टाको हुन्छ। तपाई यति बुझ्नुहोस् कि संसदमै बहुमत पुग्यो, दलहरू नै एकजुट भएका थिए भने समर्थन गर्नेहरूको संख्या कति थियो होला। त्यति बेला रवि लामिछानेले जनतासँग सिधा कुरा चलाउँथे। उनी राजनीतिमा आएकै थिएन। उनले आफ्नो न्युजमा एमसीसीलाई कसरी कभर गरेका थिए तपाई आफै हेर्नुहोस्। तर कसैले कसैलाई बिना शर्त, बिना आफ्नो फाइदा र बिना स्वार्थ गाली पनि गर्दैन भने अमेरिका जस्तो देशले 51 अर्ब पैसा त्यत्तिकै दिन्छ भनेर सोच्नु चाहिँ मूर्खता हो। जब 51 अर्बका लागि उसका शर्तहरू घोसेमुन्टो लगाएर किन सही रस्काउनु पर्यो? स्वाभिमान गुम्ने डर बोकेर, अमेरिकी प्रभाव बढ्ने डर बोकेर किन लिनु पर्यो हामीलाई त्यो जब 51 अर्ब? अब कुरा आयो कुलमान घिसिङको। त्यो बेला कुलमान न त कुनै सांसद थिए न त सत्तामा थिए। कुलमानको हैसियत भनेको एउटा कर्मचारी बाहेक केही पनि थिएन। तैपनि उनले कर्मचारीकै हैसियतले पनि एमसीसीलाई समर्थन गरेको कुनै पनि प्रमाण छैन। आरोप लाउनकै लागि त जे भनिदिए पनि हुन्छ। तर कुलमान र एमसीसी को सम्बन्ध त्यति मात्रै छ जति सम्बन्ध काग र बेलको हुने गर्छ। बालेन शाह त झन् त्यो समयमा राजनीतिमा छिरेकै थिएनन्। तैपनि साधारण जनताकै हैसियतले पनि एमसीसी ठिक छ भनेर उनले कहिल्यै भनेका छैनन्। अब मेन सवाल यो हो कि एमसीसी मा आखिर त्यस्तो के चाहिँ लेखिएको छ जसको कारणले एमसीसी यति धेरै विवादित बनेको थियो? आखिर किन एमसीसी लाई राष्ट्रघाती भन्ने गरिन्छ? यदि तपाईँ यो टपिकमा भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्टमा यस लेख्न नबिर्सनुहोस्। तपाईलाई यो भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा फेरि भेटौँला।